गर्मी छ गाइस, गर्मी छ एकदमै। बाहिर चाहिँ निस्किनै नसक्ने छ यो टाइममा चाहिँ। बिहानको माहौल चाहिँ टक्क घाम लागिरहेछ। एउटा चिज देखाउँछु गाइस, हेर्नु न यहाँ कस्तो बवाल चिज छ। मेरो फेभरेट हो। सही छ क्या। ल यस्तो छ बिहानको माहौल चाहिँ। पुरा घाम लागिरहेछ है, एकदमै गर्मी छ आज, एकदमै गर्मी होला। एकदमै ठिक छ, गर्मी छ। अब च्याक्क पारेर डे क्लास भइदिएको भए चाहिँ सजिलो हुन्थ्यो। यस्तो छ राइट गाइज, गुड मर्निङ। आई होप सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। आज चाहिँ मैले भ्लग स्टार्ट गरेको अब बिहान नै स्टार्ट भयो भनौँ न, कलेज जाँदैछु। यस्तो छ बिहानको माहौल चाहिँ, अलिक गर्मी हुनेवाला जस्तो छ। अब बिहान उठ्न चाहिँ अलिक गाह्रो हुन्छ होइन। अब जहिले त्यो डे क्लास पढेको बानी, अनि बिहान उठ्न चाहिँ लास्ट गाह्रो हो। बिहान उठ्नै गाह्रो हुन्छ, अनि गाह्रो टक्क उठेर हिँडिसकेँ म चाहिँ होइन। 8 बजिसकेको छ, अघि जानु पऱ्यो। अब बिस्तारै 8:30तिर जाने भनेर बिस्तारै उठ्यो। हेर्न सक्नुहुन्छ यस्तो एकदमै धेरै गर्मी छ। अब के गर्नु, जानै पऱ्यो। आज चाहिँ अलिक धेरै गर्मी बढेको छ। ल लेट्स सी गाइज। बाटा होइन यो, म पनि यहाँ आउनु। यो लाइट पनि ट्याक्क खुलिसकेको छ गाइज। अब लाइट त खुल्यो, सँगसँगै म पनि जानुपर्ने हुन्छ। यस्तो छ, सही देखेको छैन त, क्लियर छ। आज चाहिँ लास्टै गर्मी हुनेवाला छ क्या। बिहानै यस्तो छ तातो, घाम यस्तो लागिरहेछ भनेपछि अब दिउँसो त कुरै नगरौँ। मैले 12-1-2 बजीतिर त मस्त एकदमै होला अन्डरग्राउन्डबाट चाहिँ जानुपर्ने हुन्छ। अब जाँदैछु। यस्तै तल अन्डरग्राउन्डमा चाहिँ यहाँ तलबाट चाहिँ जानुपर्ने हुन्छ। छको ट्रेन त भेटेन है, अब 18 को ट्रेन, त्यसपछिको ट्रेन कतिको छ त्यसमा। ल यस्तै हो।
A few moments later.